लौ सम्पूर्ण भक्तजनको जय होस्। श्री सुस्तानी माता की जय होस्। माधव नारायण मेला पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधव नारायण मेला चाहिँ सुरु भएको छ। यो भक्तपुर हनुमान घाट क्षेत्र परिसर है, यो ठाउँमा चाहिँ माधव नारायण मेला चलिरहेको छ। सम्पूर्ण भक्तजनहरू चाहिँ यहाँ आइदिनु होला, माधव नारायण मेलामा चाहिँ सहभागी भइदिनु होला। हेर्नुहोस् यहाँ लागिरहेछ माधव नारायण व्रत धलम सेवा समिति भनेको छ। 12 महिनाको लक्ष्मी मासदेवी र नारायण मास देवताको नामावली र फोटो भनेर यहाँ राखिदिएको छ। यहाँ चाहिँ वैशाखमा कुन, जेठमा कुन भनेर सबै गर्दाखेरि अहिले चाहिँ माघमा चाहिँ रुक्मणी माधव नारायण हुनुहुँदछ। त्यसपछि पौषमा लक्ष्मी नारायण भनेर लेखिदिएको छ। फागुनमा धात्री गोविन्द नारायण, चैत्रमा रमा विष्णु नारायण, यसरी चाहिँ 12वटा नारायणको चाहिँ हुन्छ। अब यतापट्टि बिहान चाहिँ माधव नारायणलाई चाहिँ यो मन्दिरमा चाहिँ यहाँ राखेर पूजाआजा गर्ने रहेछ। अनि व्रतालुहरू यहाँ बसेर चाहिँ माधव नारायणको चाहिँ सेवा गर्नुहुँदो रहेछ होइन, आराधना गर्नुहुँदो रहेछ। यो सम्पूर्ण स्वस्थानी व्रत मेला जस्तै हो। अब एउटा साली नदी किनार क्षेत्र उता साँखो नजिकको माधव नारायण मेला एउटा भयो। अब यहाँ भक्तपुरको एउटा छुट्टै छ है। अब यस्तो खालको छ। अब विशेष गरी हनुमान घाट भनिसकेपछि हनुमान क्षेत्र परिसरको चाहिँ यहाँ ठुलो महिमा छ। अब विभिन्न भक्तजनहरू चाहिँ ठाउँबाट देश विदेशबाट टाढादेखि आउनुहुन्छ। यहाँ भित्तामा हेर्नुहोस्, सबै ठाउँमा यहाँ भगवानको चित्र, माधव नारायण भगवानको चित्र लगाएर माधव नारायणका विभिन्न कथाहरू समेटेका चित्रहरू चाहिँ यहाँ राखिएको छ है। जसको चाहिँ अलिकति शनि मङ्गलका दोष छन्, जो चाहिँ अलिकति हनुमान भक्तिमा अलिकति विश्वास राख्नुहुन्छ। अब कलियुगका जीवित देवता होइन, त्यसमाथि अष्टचिरञ्जीवी मध्येको एक हनुमानजी यहाँ माधव नारायण परिसरमा यो हनुमान घाटमा चाहिँ अहिले पनि विराजमान हुनुहुन्छ। र हजुरहरू चाहिँ यदि हनुमानको सच्चा भक्त हुनुहुन्छ भने चाहिँ एकचोटि यो माधव नारायण परिसरमा हनुमान घाट क्षेत्रमा चाहिँ आएर दर्शन गरिदिनु होला। हनुमानजी यहाँ बस्नु भएको छ है। हनुमानजीका धेरै मूर्तिहरू पनि हामीले यहाँ देख्न सक्छौँ है। यता गणेशजी विराजमान हुनुहुन्छ। यहाँ अर्को हनुमानजी हुनुहुन्छ है, साक्षात् हनुमानजी यहाँ हुनुहुन्छ। जय हनुमानजी महाराज, जय हनुमान ज्ञान पुण्य सागर, जय बजरङ्गबली, जय हनुमान, जय हनुमान। त्यस पछाडि यहाँ हाम्रो नारायण सुत्नु भएको छ। श्री हरिनारायण विष्णु यहाँ सुतिरहनु भएको छ है नजिकै है। त्यस पछाडि यहाँ हुनुहुन्छ वाल्मीकेश्वर महादेवको दर्शन हजुरहरूले गर्नु होला। यहाँ यस्तो छ, यहाँ भजन कीर्तन चलिरहेको छ है। यहाँ चाहिँ भजन कीर्तन चलिरहेको छ। अब यहाँ सङ्कल्प गर्ने स्थल भनेर यहाँ राखिदिएको छ। माधव नारायण व्रत धलम सेवा समिति भनेर सङ्कल्प गर्ने स्थल यहाँ राखिदिनु भएको छ। यतापट्टि यहाँ चलिरहेको छ। यहाँ पनि महादेव हुनुहुन्छ, नन्दी महाराज यता हुनुहुन्छ है। ठुलै हातमा धनुष लिएर राम सीता यहाँ हुनुहुन्छ। जय श्रीराम, श्रीराम जय राम, जय जय राम यहाँ हुनुहुन्छ। हेर्नुहोस् नागदेवता माथि बस्नु भएको छ है। यस्तो खालको कुराहरू छ। अब हजुरहरू आउँदा यो गेटबाट चाहिँ छिर्नु पऱ्यो। अनि गेटबाट छिर्ने बित्तिकै हजुरलाई चाहिँ यहाँ ठुलो गणेश भगवानको दर्शन हुन्छ है। यस्तो